मङ्गला गाउँपालिकाले वर्षमा 3वटा सार्वजनिक सुनाई राख्ने गर्दछ र आज हाम्रो यो दोस्रो चौमासिक सार्वजनिक सुनाई मङ्गला गाउँपालिकाको 3 नम्बर र 4 नम्बर वडालाई समेटेर हाम्रो यहाँ पोखरीमा चाहिँ सञ्चालन भएको छ। विगतमा केही वर्ष अघिल्लो वर्ष हामीले 3 नम्बरमा गरेका थियौँ भने अहिले 4 नम्बरमा गरेका छौँ र प्रत्येक चौमासिकमा हामीले विभिन्न छुट्टा छुट्टै वडामा चाहिँ गर्ने गर्छौँ। 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर प्रत्येक चौमासिक हरेकचोटि चाहिँ अब प्रत्येक वडामा चाहिँ गर्ने गर्छौँ र तपाईँहरूको जनगुनासो चाहिँ हामीले सुन्ने र त्यो गुनासोलाई चाहिँ समाधान गर्नेतर्फ चाहिँ हामी लाग्ने गर्दछौँ। धेरै कुराहरू आएको छन् र धेरै कुराहरूको जवाब पनि पाइसक्नु भएको छ। कति प्रश्नको जवाब पाइसक्नु भएको छ, कति जवाब चाहिँ तपाईँलाई चित्त बुझ्या होला, कति प्रश्नको तपाईँलाई चित्त पनि बुझ्या छैन हैन। किनभने त्यो समस्याको समाधान नभएको प्रश्नहरूको तपाईँलाई चित्त अवश्य पनि बुझाएको छैन र तपाईँहरूलाई चित्त नबुझेको जवाबहरू हामीले मङ्गला गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी साथीहरू मिलेर चाहिँ त्यसको समस्याको समाधान बिस्तारै गर्दै जानेछौँ भन्ने कुरा राख्न चाहन्छु। र हामी चाहिँ यो सरकारी कामकाज भएको कारणले गर्दा विभिन्न नियमहरूले बाँडिएको कारणले गर्दाखेरि सबै कुरा भने जस्तो हुँदैन। किनभने हामीले खल्टीको पैसा निकालेर सट्टै पसलमा गएर किनेको जस्तो अलिकति सरकारी पैसा चलाउन गाह्रो नै छ। विभिन्न नियमहरूमा बाँधिएर नियमहरूलाई पालना गर्दै चाहिँ हामीले हाम्रो योजनाहरूलाई अघि बढाउनु पर्ने हुन्छ, हामीले कार्यक्रमहरूलाई। त्यो भएको कारणले अलिकति ढिलासुस्ती र अलिकति भनेको जस्तो हुँदैन। त्यो कुरा तपाईँहरूले प्रश्न छ। किनभने सबै कुरा अब नियमभन्दा तलमाथि जान बित्तिकै अहिले सबैतिर गाह्रो छ हैन। हामीले भन्ने गर्छौँ यो विकास किन भएन भनेपछि हामीले नियमको पालना नगरेर चाहिँ यो विकासमा चाहिँ धेरै समस्याहरू आए, बाधाहरू आए, नियम विपरीत चल्यो, हामी समय सन्दर्भ अनुसार चल्नेन र विकास निर्माणमा भनेको जस्तो हामीले उपलब्धि गर्न सकिन, भनेको जस्तो सुशासन ल्याउन सकिएन भनेर हामी भन्छौँ भने हामीले भन्दाखेरि त्यो भन्छौँ, तर व्यावहारिकतामा अलिकति हामी चाहिँ फरक प्र्याक्टिस गर्छौँ के। किनभने आफूलाई पर्दा चाहिँ छुट्टै कानुनको हामीले चाहिँ आशा गरे हुन्छ भने अर्कालाई पर्दाखेरि चाहिँ छुट्टै कानुनको हामीले आशा गर्छौँ। कानुन भनेको मलाई होइन अरूलाई मात्रै हो भन्ने कुरा चाहिँ हामीले राख्छौँ कि मलाई पर्दाखेरि एउटा कुरा, अर्कालाई पर्दा अर्को कुरा गर्दाखेरि सबैले चाहिँ अब पहाड र पहुँचको आधारमा हिँड्दाखेरि सबै कुरा चाहिँ समस्या चाहिँ सुशासन आउन नसकेको चाहिँ यो हो। त्यो भएको कारणले हामीले सबैले नियम कानुन चाहिँ पालना गरेर हामी जनप्रतिनिधि पनि हजुरले निर्वाचित गराइसकेको जनप्रतिनिधिले हाम्रो काम कर्तव्य के हो भन्ने चाहिँ मनमा शिरमा शिरोडर गर्नु पर्यो। त्यसै गरी कर्मचारी साथीहरूले पनि उहाँहरू सिलेक्टेड भएर आइसकेपछि म चाहिँ जनताहरूको यो समस्या समाधान गर्नको लागि, जनताहरूको समस्यासँग लड्नको लागि चाहिँ आएको हो भन्ने कुरा चाहिँ कर्मचारी साथीहरूले पनि बुझ्नुभयो र जनताहरूले पनि नियम कानुन यो छ, नियम कानुन अनुसार चाहिँ चल्नुपर्छ भनेर चाहिँ हामी तीनवटै जनप्रतिनिधि, कर्मचारी र जनताले चाहिँ तीनवटाले चाहिँ बुझेर कानुन अनुसार चलियो भने धेरै नै सहज हुन्छ भन्ने कुरा राख्न चाहन्छु। धेरै कुराहरू आएको छन्। अब बिस्तारै बिस्तारै चाहिँ यो समस्याहरू समाधान पनि हुँदै जानेछन्। किनभने हाम्रो स्थानीय तह चाहिँ हाम्रो गाउँमा घर घरमा सरकार त आयो होइन, स्थानीय तह हाम्रो 753वटा स्थानीय तह त भए, तर यो बजेटको निर्माणमा अलिकति एकदमै कम भयो क्या। हाम्रो इच्छा चाहना अपेक्षा एकदमै ठुलो छ तर बजेट एकदमै सानो छ। जे कुरा पनि हुने पैसाले हो होइन, घर व्यवहार चल्ने पनि पैसै हो, सरकार चल्ने पनि पैसै हो। पैसा भए सबै कुरा हुन्छ, मनले चाहेको, इच्छाले चाहेको सबै कुरा किन्न सकिन्छ। मसँग पैसा छ भने मैले चाहेको अब सबै सामग्रीहरू घरमा के आवश्यकता छ सबै, अब सुन किन्ने हो कि अब राम्रो राम्रो कपडा किन्ने हो कि जुत्ता किन्ने हो कि होइन, छोराछोरीलाई अब के किनिदिने हो, पैसै भयो भने किन्न सकिन्छ नि त। तर पैसा भयो भने हामीले केही पनि किन्न सकिन्न होइन। चाहेको कपडा, राम्रो कपडा लगाउन पनि सकिन्न, अब सुन किन्न र लगाउन पनि सकिन्न, चाहेको इच्छाले चाहेको कुराहरू खान पनि सकिन्न नि हामी पैसा नभएपछि। त्यस्तै हो सरकार पनि, हामीसँग ठुलै पैसा हो भने ठुला ठुला जनताको इच्छा चाहनाहरू हामीले पुरा गर्दै जान्छौँ, तर सबै कुरा भने बजेटमै जोडिएको कारणले गर्दाखेरि अलिकति समस्याको चाहिँ आएको हो र एकैचोटि भनेको जस्तै कायपालन गर्न सकिँदैन, तर पनि बिस्तारै बिस्तारै जानेछ। हामी बल्ल सिस्टममा बस्दैछ, हाम्रो सिस्टममै नबसेको कारणले चाहिँ अलिकति समस्या भयो कि सबै कुराहरू अहिले सिस्टममा बस्दैछ र सिस्टममा बसिसक्यो भने हाम्रो जस्तै घटना डाटाहरू भर्खरै अनलाइन आएको छन्, नाइट निकाल्नेहरू अनलाइन आएको छन्, अब तिर्नेहरू अनलाइनमा आएको छन्। अनलाइनमा आयो भने सिस्टममा बस्दै गयो भने काम गर्न सहज हुन्छ नि त। त्यो भएको कारणले बिस्तारै हामी सुशासनको कुराहरू पनि आउँदै जानेछन्, विकास निर्माण बिस्तारै हुनेछन् भन्ने कुराहरू राख्दै र उपस्थित हुनुभएको सम्पूर्णलाई फेरि पनि एकदमै नमस्कार र धन्यवाद व्यक्त गर्दै मेरो मन्तव्य अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
धन्यवाद आफ्नो मन्तव्यको लागि गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का वडा अध्यक्ष आदरणीय दाइ एकजित रोगाज्यूलाई।